सरस्वती थारू। अनि कहाँ बस्नुहुन्छ? मेरो घर यहीँ हो भट्सी। अनि अहिले त अब चुनावी माहौल छ, के भन्नुहुन्छ? कसलाई भोट हाल्ने सोच्नु भएको छ? अब भोट कसलाई दिने अहिले नयाँ मान्छे चुन्न पर्ला नि। किन नि नयाँलाई? अब पुरानोले बाटै बनाइदिए छैनन्, त्यही धुलोमा हिँड्न परेछ बाटो। अनि नयाँ आएर चाहिँ बाटो बनाइदिन्छन्? अब हेर्न पर्यो एकचोटि नयाँ मान्छेलाई पनि। नयाँले बनाइदिन्छन् कि? त्यही त नयाँ मान्छेले बनाइदिन्छन् कि। अनि फेरि पुरानाहरूले त फेरि नयाँले आएर पनि गर्दैनन् भन्छन् नि त फेरि। खोइ अब एकचोटि हेर्न पर्यो, सबैलाई दिन पर्यो नि पालो। मौका दिन दिन पर्यो। भोट माग्न आउँदाखेरि बल्ल भन्छन् अब बाटो बनाइदिन्छु, के गरिदिन्छु भन्दै आउँछन्, अनि भोट पाएपछि बिर्सिन्छन्। ए चुनावमा जितेर गइसकेपछि चाहिँ फर्केर आउनुहुन्न? आउनुहुन्न, नाकमुखै देखाउनन्। अनि नयाँको चाहिँ के मन परेर नयाँलाई हाल्छु भन्दै हुनुहुन्छ नि? अब नयाँ मान्छेलाई पनि एकचोटि हेरौँ न, मौका दिउँ। आफ्नो उसलाई गर्न पर्यो नि, चिन्न पर्यो नेतालाई अलि, नयाँ नेता। पुरानोले त अब गर्दै गरेन, यो बाटो त्यत्तिकै छ, त्यत्तिकै धुलोमा हिँड्न परेछ।